यहाँसम्म चाहिँ घटेको छ, 0 छ। यो चाहिँ पोजिटिभली घटेको हो, यो चाहिँ नेगेटिभली घटेको डिक्रिजिङ हो। अब रह्यो यतापट्टि 28 सम्म चाहिँ 10, 18, 24, 28, 30 सम्म बढ्यो, 30 मा कन्स्ट्यान्ट रह्यो, 28 मा घट्यो। अब यसको ग्राफ बनाउँ। एक्स अक्ष र वाइ अक्षको लागि चाहिँ युनिटहरू देखाइयो, एक्स अक्षमा वाइ अक्षमा रेभेन्यू देखाइयो। अब यसलाई चाहिँ डिराइभ कर गरौँ। मार्जिनल रेभेन्यू चाहिँ 10 रुपियाँबाट घटेर -2 रुपियाँ जाँदाखेरि नेगेटिभ स्लोप भएको छ। यो एक्स अक्षभन्दा तल जान्छ माइनसमा। अब एआर चाहिँ एक्स अक्षतिर चाहिँ डिक्रिजिङ फर्ममा छ कर्भ, एआर कर्भ एक्स अक्ष नजिक आएको छ। तर एमआर चाहिँ एक्स अक्षलाई चाहिँ नागेको तलपट्टि नेगेटिभ भएको छ। यति हो दुईवटा कर्भ, एआर र एमआर कर्भ यति हो। अनि टेबल चाहिँ यो हो, दुईवटाको एक्सप्लेनेसन अनिवार्य कम्पल्सन चाहिँ